सानो छँदाखेरि धेरै किताब पढ्न पाएको भएदेखि मलाई खास किताबमा त्यति चासो हुने थिएन होला। अब किताब पढ्नु पाएन पछि चाहिँ अब 7 क्लास 8 क्लासमा गएर जब टेक्स्ट बुकहरू पाइयो अनि 8, 9, 10मा जब टेक्स्ट बुकहरू पाइयो त्यो टेक्स्ट बुकहरू पढ्नलाई खुब मजा आउँथ्यो कि। त्यो भएर चाहिँ मैले त्यसरी चाहिँ पढेको। मुख्य कुरा के भयो भने त्यो पढ्नुपर्ने जुन उमेर हुन्छ नि पढ्नुपर्ने उमेरमा मैले पढ्ने पाएन। जस्तो मैले अहिले भर्खर भने बुवाले मलाई पढाउँछु भनेर जोड गरेर म्याग्दीबाट चितवनमा लगेर अब 10 क्लाससम्म पढाउनु भयो। अनि चितवनमा छँदाखेरि पनि अब दुःख गरेर पढेको, किनभने बाबा र म दुईजना मात्रै चितवनमा झरेको हो सुरुमा। अनि त्यहाँ एकजना आफ्नो नाता पर्ने मामाको चाहिँ जग्गा थियो। त्यो मामाको जग्गामा चाहिँ खेती गर्ने हामीले त्यो बाउ छोरा मिलेर खेती गर्ने अनि म चाहिँ स्कुल जाने गरेर त्यो पढेको हो।